भिजा लिनलाई चाहिँ पिआरएचमै आऊ भन्छु कि म सबैलाई। हाम्रो अनि पश्चिमको दाजुभाइले चाहिँ स्पेसली। मेरो नाम चाहिँ नवीन खड्का हो। मेरो भर्खरै युकेको भिजा ग्रान्टेड भएको छ विथ सन्डरल्यान्ड युनिभर्सिटीमा। अनि मेरो जिपिए चाहिँ 2.72 हो र मैले विदाउट आइएलटिएस बिना नै भिजा पाएको छु। मेरो भिजा एक्सपिरियन्स एकदमै राम्रो थियो। अनि मेरो अफर लेटर चाहिँ 5 दिनभित्र आइपुग्यो हो। अनि त्यसपछि चाहिँ मैले प्रिकास्ट इन्टरभ्यू दिएँ। अनि मेरो पछि गएर युके भ्या इन्टरभ्यू नै हुने भनेको थियो, तर भएन। अनि त्यसपछि मैले भिजा लजमेन्ट गरेँ। भिजा लजमेन्ट गरिसकेपछि मैले अनि बायोमेट्रिक गरेँ। बायोमेट्रिक गरेको मेरो 3 वर्किङ डेजमा चाहिँ मेरो भिजा ग्रान्ट भएको। मेरो पिआरएचको जर्नी चाहिँ एकदमै राम्रो भन्दा पनि धेरै राम्रो गएको छ। किन भन्दा धेरैभन्दा धेरै अब मलाई धेरै सपोर्ट गर्नुपर्ने मेरो ह्यान्डी दाइले। अनि पिआरएच को दाइहरू पनि हुनुहुन्छ। अनि दाइहरूको तपाईँको सबै कुरामा एकदमै सपोर्टिभ हुनुहुन्छ। अनि फ्रेन्डली टाइपको हुनुहुन्छ। त्यस्तो तपाईँले माइन्ड सेन्ड गर्नु पर्दैन। आउनुहोस्, राम्रोसँग भिजिट गर्नुहोस्। अनि हाम्रो पश्चिमको मान्छेले धेरै माया देखाउनु पर्यो। यदि हजुरहरूलाई पनि भिजा चाँडै चाहिएको छ भने पिआरएस कन्सल्टेन्सीमा आउनु सक्नुहुन्छ। धन्यवाद। हेलो, मेरो नाम अनु गुरुङ हो। भर्खरै मेरो दुबईको भिजा ग्रान्ट भएको छ। मेरो भिजा लागेको कलेजको नाम एमआइबिटी कलेज हो। त्यो चाहिँ दुबईको सेन्टरमा पर्छ। मेरो कोर्स चाहिँ हस्पिटालिटी एन्ड टुरिज्म म्यानेजमेन्ट हो। टकिङ एबाउट माई भिजा, मैले मक टेस्टहरू लिएँ। त्यसपछि इन्टरभ्यू पास गर्ने बित्तिकै 3 दिनभित्रैमा मेरो भिजा आयो। मेरो इन्टरभ्यू प्रिपेरेसन एकदम स्मुथ गयो। यहाँको स्टाफहरूले धेरै हेल्प गर्नुभयो। इन्टरभ्यू दिएको 4 आवरमै पास हुने बित्तिकै मेरो अफर लेटर आयो। यदि हजुरहरूलाई पनि भिजा चाँडै चाहिएको छ भने पिआरएस कन्सल्टेन्सीमा आउनु सक्नुहुन्छ। धन्यवाद। मैले सकेर ग्रिन स्लिप पनि पाइसकेँ। त्यही भएर हजुरलाई ग्रिन स्लिप चाहिएको छ भने पिआरएच नै आउनु होला, मेरो रिक्वेस्ट छ। हेलो एभ्रिवान, आइ एम प्रतीक्षा मण्डल। आज मैले युएसएको भिजा पाएँ फ्रम टेक्सास स्टेट युनिभर्सिटी। मेरो जिपिए चाहिँ 3.64 थियो। अनि मैले डियोलिङ्गो गरेकी थिएँ। डियोलिङ्गोमा चाहिँ मेरो 105 आएको थियो। अनि टकिङ अबाउट माई भिजा एक्सपिरियन्स, गएँ एमबेसी गएँ 9 बजीतिर। मेरो 10 बजी इन्टरभ्यू थियो, 9 बजी पुगेँ म। लाइन बसेँ। लाइन बस्दा बस्दै मेरो इन्टरभ्यू चाहिँ 12 बजी भयो, काउन्टर नम्बर 9मा। अनि बिओले चाहिँ मलाई जम्मा 3वटा क्वेसन सोध्नुभयो। एउटा चाहिँ वाइ दिस युनिभर्सिटी, अरू एन्सर दिएँ। अर्को चाहिँ हु आर यु स्पोन्सर्स। अनि लास्टमा चाहिँ मैले स्पोन्सर्सकोमा चाहिँ मैले ल्यान्ड पनि छ भनेर भनेकी थिएँ। अनि उहाँले चाहिँ क्वेसन सोध्नुभयो कि तिम्रो पढाइको लागि चाहियो भने ल्यान्ड बेच्न सक्छन् तिम्रो प्यारेन्ट्सहरू भनेर। मैले एन्सर दिएँ। मैले त्यो लास्ट क्वेसन चाहिँ मैले ध्यान दिएर सुनेकी थिएन, नर्भस भएँ। अनि फेरि रिपिट गर्न भने अफिसरलाई। अनि मैले एन्सर दिएँ। अनि लास्टमा मैले ग्रिन स्लिप पाएँ। अनि त्यहाँ चाहिँ कम्पिटेन्टका साथ बोल्ने मान्छेहरूको भिजा लागेको छ। अनि अरू मान्छेहरू नर्भस भएर पछि सर्दै गएको थिएँ। तर त्यस्तो चाहिँ गर्नुहुन्न। जुन यति कन्फिडेन्स हुनुहोस् कि जुन काउन्टरमा गए पनि म गर्न सक्छु भनेर यति कन्फिडेन्स लिएर चाहिँ जानुपर्दो रहेछ। अनि मेरो पिआरएस कन्सल्टेन्सीको जर्नी म सुनाउन गइरहेकी छु। यहाँ हाम्रो सबै प्रोसेसहरू स्मुथली नै गयो, सबै राम्रो भयो। अनि मैले छिटो भिजा डेट पनि पाएँ। अनि डेट पाइसकेर पनि अनि उहाँले इन्टरभ्यू प्रिपरेसनको लागि 1 महिना अघिदेखि नै आएको थिएँ म। अनि म फर्स्ट मोक दिँदाखेरि चाहिँ एकदम धेरै नर्भस, केही बोल्न नसक्ने थिएँ। तर एट लास्ट होस् मैले सकेर ग्रिन स्लिप पनि पाइसकेँ। त्यही भएर हजुरलाई ग्रिन स्लिप चाहिएको छ भने पिआरएच नै आउनु होला, मेरो रिक्वेस्ट छ। थ्याङ्क यू सो मच। आफ्नो ब्याचलर्स डिग्री सकाएको थिएँ आइटी डिग्रीमा। अनि मेरो चाहिँ सेकेन्ड डिभिजन आएको थियो त्यता। अनि अहिले चाहिँ मैले कोर्स चेन्ज गरेर मास्टर्समा चाहिँ एमबिए गर्न लागिरहेको छु। अनि मैले इङ्ग्लिस प्रोफिसियन्सीको लागि चाहिँ इएलएलटी अक्सफोर्ड इएलएलटी टेस्ट दिएको थिएँ, जुनमा चाहिँ मेरो ओभरअल 6 आएको थियो। एज हजुरहरूलाई थाहा छ, मैले आफ्नो जर्नीको लागि चाहिँ पिआरएच चुज गरेको थिएँ। अनि यहाँको स्टाफहरू चाहिँ एकदम हेल्पफुल हुनुहुन्छ। मलाई अब लाइक त्यस्तै 3 मन्थ जति लागेको थियो होला सबै डकुमेन्ट्सदेखि लिएर गर्दाखेरि। अनि उहाँहरूले मलाई इच एन्ड एभ्री स्टेपमा गाइड गर्नुभएको थियो। अनि जुन कुरामा म आतिरहेको थिएँ उहाँहरूले मलाई धेरै नै लाइक हेल्प गरेर होइन, भ्याइन्छ नआतिकन सकिन्छ सबै भनेर उहाँले धेरै नै हेल्प गर्नुभएको थियो। अनि अरू भन्दा नि अब डकुमेन्टेसनमा त एकदम प्रब्लम भएको थियो कि फर्स्टमा मेरो। अनि उहाँहरूले चाहिँ मलाई कति मजाले गाइड गरिदिनु भयो। अनि उहाँहरूको हेल्पले गरेर नै हो म अहिले आफ्नो भिसा पाएर खुसी भएको छु। थ्याङ्क यू सो मच पिआरएच।
हजुरहरूलाई आफ्नो भिसा लाउनु छ भने चाहिँ पिआरएच भिजिट गरिदिनु होला। धन्यवाद। फाइनली मेरो भिजा ग्रान्ट भयो युकेको। मेरो नाम रेनिता ओली हो र मेरो आज युकेको भिजा ग्रान्ट भयो। अनि बिपिपी युनिभर्सिटी थियो र कोर्स चाहिँ अप्लाइड म्यानेजमेन्ट हो। मेरो प्रोफाइल भन्नुपर्दा चाहिँ मैले चाहिँ +2 गोर्खादेखि दिएको थिएँ र त्यसमा चाहिँ मेरो जिपिए 3.20 थियो। अनि मैले चाहिँ विथआउट आइएलटिएस अप्लाई गरेको र मेरो बायोमेट्रिक्स गरेको 3 डेजमा नै भिजा आएको थियो। ओभरअलमा पिआरएचको एक्सपिरियन्स भन्नुपर्दा चाहिँ सरहरू धेरै हेल्पफुल हुनुहुन्छ र मेरो डकुमेन्टेसन पनि धेरै स्मुथली नै गयो र इफ यु वान्ट टु ग्रान्ट योर भिजा प्लिज भिजिट पिआरएच ग्लोबल कन्सल्टेन्सी। मेरो चाहिँ युकेको भिजा ग्रान्ट भएको छ। मेरो नाम चाहिँ अनिसा इङ्देन हो। म चाहिँ मेरो चाहिँ बिपी युनिभर्सिटीको चाहिँ मा चाहिँ भिजा लागेको छ। मेरो चाहिँ ब्याचलरमा 48.10% थियो। अनि मैले चाहिँ पिआरएस ग्लोबल कन्सल्टेन्सीबाट चाहिँ मैले प्रोसेस गरेको। अनि मेरो चाहिँ आफ्टर बायोमेट्रिक गरेको 7 to 8 डेजमा चाहिँ मेरो भिजा आएको छ। ब्याचलरमा चाहिँ मेरो 48.10% थियो। अनि मैले चाहिँ विदाउट आइएलटिएस मैले चाहिँ प्रोसेस गरेको, मेरो सो भिजा आएको छ। सो पिआरएस ग्लोबललाई चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु। टकिङ अबाउट माई जर्नी, पिआरएस ग्लोबलले चाहिँ मलाई एकदमै हेल्प गर्नुभएको छ। मेरो डकुमेन्टेसन प्रोसेसदेखि लिएर मेरो इन्टरभ्यू प्रिपेरेसनको लागि चाहिँ एकदम मलाई रबिन सर, स्पेसली रबिन सरले चाहिँ एकदम हेल्प गर्नुभएको छ। सो म चाहिँ सबैलाई रेकमेन्ड गर्छु, सबैजना पिआरएस ग्लोबल कन्सल्टेन्सी आउनु होला, एकदम राम्रो छ, एकदम हेल्पफुल हुनुहुन्छ। भिजा लिनु छ भने पिआरएस ग्लोबल आउनु होला। हाई, माई नेम इज एरिस्मा श्रेष्ठ। मेरो चाहिँ बिपिपी युनिभर्सिटीमा एमएससी एक्सटेन्डेड म्यानेजमेन्टको लागि भिजा ग्रान्ट भएको। मेरो चाहिँ ब्याचलरमा 50.45% आएको थियो। मैले चाहिँ विदाउट आइएलटिएस युकेको लागि प्रोसेसिङ गरेको थिएँ। मेरो भिजा एक्सपिरियन्सको कुरा गर्नुपर्दा सुरुमा मैले इन्टरभ्यूहरू दिएको थिएँ। त्यहाँबाट बायोमेट्रिक गरेको 3 दिनमै मेरो भिजा ग्रान्ट भएको। पिआरएचको जर्नीको कुरा गर्नुपर्दा डकुमेन्टेसन र इन्टरभ्यूको लागि क्लासेसहरू एकदम स्मुथ थियो। एकदम इजिली र छिटै भिजा ग्रान्ट गर्नु छ भने पिआरएच ग्लोबल कन्सल्टेन्सीले सम्झनु होला। फाइनली मेरो अस्ट्रेलियाको भिसा ग्रान्ट भयो। मेरो नाम चाहिँ शेखर यादव। मैले केएमसीबाट +2 गरेको थिएँ। मेरो 3.33 जिपिए आएको थियो। अनि मेरो आइटी कोर्समा भिक्टोरिया युनिभर्सिटी सिडनीमा भिसा ग्रान्ट भएको। अनि मेरो भिसा एक्सपिरियन्स चाहिँ मैले के भन्छ अफर लेटर हालेको 4 दिनमा मेरो अफर लेटर आयो होइन। अनि त्यसपछि मैले के भन्छ अनकन्डिसनलको लागि अप्लाई गरेँ, सबै डकुमेन्ट रेडी पारेर। अनि त्यसपछि त्यो मेरो चाहिँ अप्लाई गरेको 1 हप्ताभित्र मेरो अनकन्डिसनल अफर लेटर आयो। त्यसपछि मैले पेमेन्ट गरेँ। अनि त्यसपछि सिओईको लागि अप्लाई गरेँ। मेरो सिओई चाहिँ विथिन 3 डेजमा आएको हो। अनि त्यसपछि सबै कुरा भएपछि मैले भिसा फीहरू तिरेर बायोमेट्रिक गएर भिसा लन्च गरेँ। अनि त्योहरू सबै भएपछि लास्टमा बायोमेट्रिक गरेको 9 दिनभित्रमा मेरो भिसा आयो। अनि त्यसपछि फाइनल त्यति नै हो। अनि सुरुमा मेरो पिआरएचको जर्नीको कुरा गर्दाखेरि मेरो दिदीले एउटा भाइ यताबाट जानुभएको थियो। अनि त्यही भएर पछि मैले अब पिआरएचको बारेमा थाहा पाएँ। अनि त्यसपछि प्रकाश दाईसँग मेरो भेटघाट भयो। अनि पुरै डकुमेन्टेसन मेरो प्रकाश दाईले नै गर्नुभयो। अनि उहाँले एकदम स्मुथ तरिकाले सबै कुरा बुझाएर राम्रोसँग पुरा एकदम हेल्पफुल नेचरले मेरो पुरै काम गरिदिनु भयो। अनि ओभरअल गर्दाखेरि तपाईँहरूलाई म यति भन्न चाहन्छु कि हजुरहरूलाई पनि भिसा चाहियो भने पिआरएच नै आउनु होला भने। और यहाँ से के वीजा चाहिए तो यहाँ सब पीआरएस में आओ कि अहिले बढ़िया से काम करे तो स्मूथ तरीका से और वीजा गारंटी रह। हेलो एभ्रिवान, मेरो नाम सरोज भण्डारी। मेरो भर्खर युकेको भिजा ग्यारेन्टेड भएको छ पिआरएच ग्लोबलबाट। मैले चाहिँ युनिभर्सिटी अफ हेमिल्टनमा एप्लाई गरेको थिएँ। मेरो चाहिँ ग्रेड 12मा 3.50 जिपिए आएको थियो। मेरो भिजा एक्चुअली भन्नुपर्दा चाहिँ मेरो बायोमेट्रिक गरेको 2 दिनमा भिजा आएको थियो। पिआरएच ग्लोबल एक्सपिरियन्स भन्नुपर्दा चाहिँ यताको डकुमेन्टेसनदेखि लगेर सबै कुरा एकदम पर्फेक्ट र स्मुथ छ। यदि तपाईँ पनि भिजा ग्यारेन्टी गर्न चाहनुहुन्छ भने डु प्लिज भिजिट पिआरएच ग्लोबल। फाइनल्ली मेरो भिजा ग्रान्ट भयो। मेरो नाम अनिल भण्डारी हो। मेरो रोहम्पटन युनिभर्सिटीमा भर्खरै भिजा लागेको छ। मेरो कोर्स चाहिँ बिएससी हन्स बिजनेस म्यानेजमेन्ट थियो। अनि मेरो 12मा जिपिए चाहिँ 3.44 थियो। म चाहिँ विदाउट आइएलटिएस गरेको हो। भिजा एक्सपिरियन्सको कुरा गर्दा चाहिँ मेरो अफर लेटर चाहिँ 12 घन्टामै आएको थियो। अफर लेटर आएपछि मैले इन्टरभ्यू एटेम्प गरेर म इन्टरभ्यू पास भएर अनि मैले बायोमेट्रिक गरेको मेरो 6 दिनमै मेरो भिजा आएको थियो। अनि मेरो पिआरएच जर्नीको कुरा गर्दा चाहिँ सबै स्मुथ गएको थियो। त्यहाँको दाइहरूले मेरो डकुमेन्टेसनको लागि धेरै हेल्प गर्नुभएको थियो। अनि उहाँहरू धेरै फ्रेन्डली हुनुभएको थियो। थ्याङ्क यू पिआरएच। म चाहिँ के भन्छु भने हजुरलाई भिजा चाहिन्छ भने पिआरएच ग्लोबल नै आउनु।
यू। Oh. यो त अझै आइरहेको छ। चक्कु Thank you. Hi everyone, finally I got my visa. My name is Pranisa Mahato. र मेरो प्रोफाइलको कुरा गर्नु पर्दा चाहिँ मेरो 10 मा 2.9 आथ्यो, 11 मा 3.1 अनि त्यसपछि 12 मा चाहिँ 2.77 आथ्यो र आइएल्स को कुरा गर्नु पर्दा चाहिँ मेरो 6 नट लेस देन 5.5 आएको थियो। र मेरो युनिभर्सिटीको कुरा गर्नु पर्दा चाहिँ मैले एप्लाई गरेको युनिभर्सिटी सियु लन्डन हो र म चाहिँ बीएससी कम्प्युटर साइन्स कोर्सको लागि जाँदैछु, नोभेम्बर इन्टेक। र आफ्टर स्कलरसिप मेरो फी चाहिँ 12,800 रहेको छ र आई गट 2,000 स्कलरसिप। र मेरो जर्नी विथ पिआरएस ग्लोबल कन्सल्टेन्सी चाहिँ एकदम राम्रो, स्मुथ र फ्लोमा गयो। मैले केही त्यस्तो टेन्सन पनि लिनु परेन। यहाँको सर र सबैजना मेम्बरले अस्ति नै हेल्प गर्नुभयो मलाई, लाइक इच एन्ड एभ्री डकुमेन्टेसन प्लस इन्टरभ्यू प्रिपरेसनमा त लास्टै नै हेल्प गर्नुभयो। म लास्टै डराएको थिएँ त्यति बेला। र आई गट माई भिजा आफ्टर विदिन 24 आवर्स आफ्टर बायोमेट्रिक। र म चाहिँ टेन्सनमा थिएँ युके भिआईको इन्टरभ्यू आउला कि भनेर, धन्न त्यो चाहिँ मैले दिनु परेन। अनि सो आई एम भेरी ह्याप्पी। देन सियु लन्डनमा म चाहिँ धेरैले भनेको थिएँ त्यसमा एप्लाई नगर, आउँदैन भनेर। त्यही नि एकदम राम्ररी आयो होइन चाँडै। सो हजुरहरूलाई पनि एकदम लाइक हुन्छ नि छिटो भिजा चाहिएको छ भने होइन, विदाउट एनी टेन्सन प्लिज PRS ग्लोबल कन्सल्टेन्सी आउनु होला। So hello everyone, मेरो नाम चाहिँ गोपाल शाह। So I got my visa, UK visa granted yesterday. So मैले चाहिँ PRS ग्लोबल कन्सल्टेन्सी थ्रुबाट चाहिँ अप्लाई गरेको थिएँ विदाउट आइएल्स एन्ड पिटी। सो हिजो चाहिँ बेलुका राति 8 बजे चाहिँ मेरो भिजा सक्सेसफुल भएको छ। सो टकिङ अबाउटमा भिजा जर्नी, सो मलाई चाहिँ PRS ग्लोबल कन्सल्टेन्सी धेरै हेल्प गर्नुभएको थियो। सो डकुमेन्टेसनदेखि ल्याएर हरेक कुरामा चाहिँ एकदम फ्रेन्डली हुनुहुन्छ, एकदम इजी प्रोसेस विदाउट हेजल फ्री नै गरिदिनु भयो। सो आई वुड लाइक टु गिभ थ्याङ्क्स टु मिस्टर हाम्रो प्रकाश सरलाई चाहिँ धेरै नै हेल्प गर्नुभएको थियो। सो अनि रबिन सरले मलाई यो प्रिकास्ट इन्टरभ्यूको लागि, युके भिआईको इन्टरभ्यूको लागि एकदमै हेल्प गर्नुभएको थियो। सो मेरो चाहिँ अलिक छिटो बोल्ने बानी थियो, इङ्ग्लिस चाहिँ अलिक छिटो बोल्ने बानी थियो। सो त्यो गर्दा पनि अलिकति मेरो उहाँहरूले चाहिँ मलाई चाहिँ यसरी गर्नुपर्छ इन्टरभ्यूको लागि एकदम मजाले प्रिपेरेसन गरेर र छिटोभन्दा छिटो मेरो चाहिँ भिजा सक्सेसफुल भएको छ। सो थ्याङ्क यू पिआरएस ग्लोबल कन्सल्टेन्सी फर हेल्पिङ मी फर माई भिजा। सो यदि हजुरहरू चाहिँ छिटोभन्दा छिटो युके जानु, हजुरको ड्रिम कन्ट्री युके हो अथवा हजुरलाई युके जानु छ, भिजा विदाउट आइएल्स पिटी अप्लाई गर्नु छ भने चाहिँ प्लिज भिजिट पिआरएस ग्लोबल कन्सल्टेन्सी। सो एकदमै छिटो। अनि हजुर इन भ्याली हुनुहुन्छ, आउट अफ भ्याली हुनुहुन्छ भने उहाँहरूले वाट्सएप थ्रुबाट पनि हजुरहरूलाई कन्ट्याक्ट गर्नुहुन्छ। सो छिटो जानु छ अथवा छिटो प्रोसेसको लागि एकदम हेजल फ्री गर्नु छ भने चाहिँ प्लिज चुज पिआरएस ग्लोबल कन्सल्टेन्सी एज सुन एज पोसिबल। थैंक यू। प्रणाम सब गुड डे के। हमारा नाम पंकज कुमार महतो। हाल साले हमारे यूके के वीजा ग्रांट वाल से PRS ग्लोबल कंसल्टेंसी से मैले चाहिँ एबर्टी यूनिवर्सिटी अप्लाई गरेको थिएँ, जसमा मैले 5,000 पाउन्ड स्कलरशिप पाएँ, विच इज बेस्ड अपन मेरो 12 को ग्रेड अनुसारले जुन चाहिँ 3.03 रहेको थियो। र मेरो भिजा एक्सपिरियन्सको कुरा गर्नु पर्दा चाहिँ मेरो कास 3 दिनमा आयो एन्ड एप्रुभ चाहिँ 1 दिनमा भयो। त्यसपछि गएर मेरो बायोमेट्रिक गरेको ठ्याक्कै 2 दिन भित्रै मेरो भिजा एप्रुभ भएको हो। अनि PRS ग्लोबल कन्सल्टेन्सीको एक्सपिरियन्सको कुरा गर्नु पर्दा यहाँको डकुमेन्टेसनहरू यति फास्ट थियो कि मैले त सुरुमा आफ्नो होपै हारिसकेको थिएँ कि मेरो भिजा आउँछ, म जान सक्छु भन्ने। त्यो पनि यही इन्टेक भित्र मेरो 3 दिन भित्रमा पूर्ण रूपले सम्पूर्ण डकुमेन्टहरू प्रकाश दाई, हिमाल दाईहरूले बनाइदिनु भयो र उहाँहरूको मेहनत र हाम्रो लगनशीलताको कारणले गर्दा मेरो भिजा चाहिँ 2 दिन भित्र ग्रान्ट भएको। यदि तपाईहरुले पनि छिटो भन्दा छिटो भिजा चाहनुहुन्छ भने आफ्नो डकुमेन्टेसन एकदम टाइटली गर्न चाहनुहुन्छ भने PRS ग्लोबल कन्सल्टेन्सीमा भिजिट गर्नु होला। त्यही वाला कुरा हो।
सो हेलो एभ्रिवान। सो आज पनि हामी पिआरएस ग्लोबल कन्सल्टेन्सीको नयाँ युकेको भिजा स्टोरी सक्सेस स्टोरी लिएर आएका छौँ। सो आज चाहिँ मेरो आफ्नै एकदम मिल्ने साथी पङ्कज यादवको चाहिँ भिजा ग्रान्ट भएको छ र उसको आज चाहिँ फ्लाइट परेको कारणले गर्दा हामी डाइरेक्ट त्रिभुवन इन्टरनेसनल एयरपोर्टमै आएर भिडियो बनाउँदैछौँ। सो ह्युज कङ्ग्रेचुलेसन पङ्कज। थ्याङ्क यू। ल लगाउनु ल केटाहरू ल। सो अब चाहिँ पङ्कजले चाहिँ आफ्नो प्रोफाइलहरू सेयर गर्छ र कस्तो रह्यो एक्सपिरियन्सहरू। ल पङ्कज प्लिज भन्नु। त्यही वाला कुरा हेलो एभ्रिवान, म चाहिँ पङ्कज यादव अनि मैले युकेको लागि पिआरएच ग्लोबल कन्सल्टेन्सीबाट एप्लाई गरेको थिएँ एन्ड आई गट भिसा विदिन 24 आवर। सो थ्याङ्क यू प्रकाश भण्डारी फर यर गाइडेन्स। थ्याङ्क यू PRH Global Consultancy, so helping me in each and every steps. सो अब उसको प्रोफाइल हेर्नुहुन्छ भने चाहिँ उसले बिना आइएलएसपिटी एप्लाई गरेर एकदमै राम्रो युनिभर्सिटीमा विदिन 24 आवर्समा एप्लाई गरेर भिसा ग्रान्ट गरेको थियो। सो इफ तपाईँहरू पनि त्यो अपर्च्युनिटी ग्राब गर्न चाहनुहुन्छ भने देन प्लिज सम्झनु होला पिआरएस ग्लोबल कन्सल्टेन्सीलाई। उहाँहरू सबैजना चाहिँ मेरो आफ्नै कलेज मेटहरू हुनुहुन्छ होइन। सो आज संजोगवश हामीले त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा एकअर्कालाई भेट्न पायौँ। सो आई एम भेरी मच ह्याप्पी फर द्याट। थ्याङ्क यू सो मच। थ्याङ्क यू। हजुरहरूलाई पनि मेरो जस्तै भिजा चाहिन्छ भने प्लिज भिजिट पिआरएस ग्लोबल कन्सल्टेन्सी। फाइनल्ली मेरो चाहिँ युकेको भिजा ग्रान्टेड भयो। मेरो नाम अश्विन गिरी, म 2024 +2 पास आउट म्यानेजमेन्ट फिल्डबाट। अनि मैले चाहिँ ब्याचलर एकाउन्टिङको लागि कोभेन्ट्री युनिभर्सिटीमा एप्लाई गरेको थिएँ। मेरो जिपिए चाहिँ 12को 3.2 जिपिए अनि आइएल्समा 7 स्कोर। मेरो भिजा एक्सपिरियन्सको कुरा गर्न पर्दा चाहिँ मैले युनिभर्सिटीको इन्टरभ्यू पास गरेँ अनि त्यसपछि बायोमेट्रिक गरेको मन्डे अनि वेडनेसडे बिहानै मेरो भिजा आइसकेको थियो। मैले मेरो प्रोसेस चाहिँ पिआरएस ग्लोबल कन्सल्टेन्सीबाट गरेको। डकुमेन्टेसन प्रोसेसहरू सबै इजी भयो। यहाँ सरहरूले धेरै हेल्प गर्नुभयो। हजुरहरूलाई पनि मेरो जस्तै भिजा चाहिन्छ भने प्लिज भिजिट पिआरएस ग्लोबल कन्सल्टेन्सी। थ्याङ्क यू। Hello everyone. Today I got my Australian visa. My name is Lachika Nagarkoti and I want to thank PRH Global Consultancy and special thanks to Robin sir and Prakash sir. They helped me a lot throughout my journey. Thank you. मेरो युनिभर्सिटी चाहिँ वेस्टर्न सिडनी युनिभर्सिटी हो अनि मेरो आज भर्खर भिजा ग्रान्ट भएको हो अनि म चाहिँ डिप्लोमा इन बिजनेस लिडिङ टु ब्याचलर अकाउन्टिङमा जान लागेको। टकिङ अबाउट माई आइल्स आई गट ओभरअल 5.5 नट लेस देन 5। मेरो 12मा चाहिँ 2.74 जिपिए आएको हो अनि म पास आउट चाहिँ 2024 को हो भने मेरो 10मा चाहिँ 2.90 आएको हो। अनि मेरो भिजाको एक्सपिरियन्सको कुरा गर्दाखेरि मेरो ड्याडले पनि धेरै हेल्प गर्नुभयो मेरो जर्नीमा अनि प्रकाश सरले नि हरेक कुरामा सम्झाउनु भयो, लेखिदिनु भयो, नआएको कुरा नि सबै बुझाउनु भयो अनि रबिन सरले नि मेरो इन्टरभ्यूको लागि एकदम मजाले प्रिपेयर गराइदिनु भयो अनि हिमाल सरले चाहिँ एकदम मजाले डकुमेन्टेसन मिलाइदिनु भयो। थ्याङ्क यू एभ्रिवान एन्ड सबैजनालाई पिआरएच ग्लोबल कन्सल्टेन्सीमा आउनु भनेर सजेस्ट गर्छु। हजुर, यहाँको सरहरूले चाहिँ धेरै छोरीको लागि धेरै हेल्प गरिदिनु भयो र प्लस के भने यो कन्सल्टेन्सीमा चाहिँ आइदिनु भन्न चाहन्छु। मैले नि यो डकुमेन्टहरूको लागि चाहिँ धेरै मेहनत गरेँ। सरहरूको के भने गाइडेन्स उहाँहरूले गर्दा मैले चाहिँ के भने त्यही अनुसार हिँडेँ र धेरै मलाई चाहिँ सुझावहरू र आइडियाहरू दिनुभयो। उहाँहरू सरहरूले चाहिँ धेरै मेहनत गरिदिनु भयो। धन्यवाद। भिजा लिएर आउनु छ भने प्लिज भिजिट पिआरएच ग्लोबल कन्सल्टेन्सी। मेरो चाहिँ युकेको भिजा ग्रान्ट भयो। मेरो नाम आयुष पाण्डे हो। म 2023 मा आफ्नो +2 क्लियर भएको 3.26 जिपिए ल्याएर अनि मेरो भिजा चाहिँ कोभेन्ट्री युनिभर्सिटीमा ग्रान्ट भयो। मेरो भिजा एक्सपिरियन्सको कुरा गर्नु पर्दा मैले कोभेन्ट्री युनिभर्सिटीमा इन्टरभ्यू दिएको थिएँ अनि त्यसपछि ट्युसन फी तिरेर अनि बायोमेट्रिकको 3 दिनमा मेरो भिजा आएको थियो। टिका हान्दा 1 दिन अगाडि मेरो भिजा आएको थियो। मेरो चाहिँ पिआरएच ग्लोबल कन्सल्टेन्सीको जर्नीको बारेमा कुरा गर्दाखेरि म सार्क ट्याङ्कमा आएको थिएँ। त्यहाँ मैले आफ्नो डकुमेन्टहरू पेस गर्दाखेरि युके सार्कले मलाई एक्सेप्ट गर्नुभयो अनि मेरो डकुमेन्ट प्रोसेसहरू सब स्मुथली गयो। म थ्याङ्क यू भन्न चाहन्छु सार्कको सजेसन, सपोर्ट
ले म अहिले युकेको भिजा ग्यारेन्टेड भएको छ। अब भिजा चाहिन्छ भने प्लिज भिजिट पिआरएच ग्लोबल कन्सल्टेन्सी। म चाहिँ के भन्छु भने भिजा लिनु छ भने पिआरएच चाहिँ आउनु भन्छु सबैजनालाई। नमस्ते, मेरो नाम चाहिँ मिङमा डोल्मा अनि मैले चाहिँ आज युएसको भिजा पाएँ। मेरो युनिभर्सिटी चाहिँ द युनिभर्सिटी अफ साउथ डकोटा थियो अनि मैले चाहिँ डुओलिङ्गो गरेको थिएँ जहाँ चाहिँ मैले 115 स्कोर लिएर आएको थिएँ अनि मेरो जिपिए चाहिँ 3.60 थियो अनि म्यानेजमेन्ट फ्याकल्टीबाट। अनि सो मेरो भिजा एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ म 8 बजे म ठ्याक्कै 8 बजे छिरेको थिएँ सिन्स मेरो चाहिँ 10 बजेको इन्टरभ्यू टाइम थियो अनि त्यो भित्र अनि लाइनहरू एकदमै धेरै थियो अनि त्यो B1 B2 भिजाहरू पनि धेरै हुनुहुन्थ्यो, स्टुडेन्ट पनि त्यत्तिकै हुनुहुन्थ्यो अनि लाइन सर्दै गयो, भित्र गएँ अनि त्यसपछि बायोमेट्रिकहरू भयो, डकुमेन्टेसन्स अनि फिङ्गर प्रिन्टहरू भयो। त्यसको लागि पनि छुट्टै छुट्टै लाइनमा बस्नुपर्ने रहेछ। सबै कम्प्लिट गरेँ अनि त्यसपछि डाइरेक्ट इन्टरभ्यूको लाइनमा गएँ म। अनि मलाई चाहिँ थाहा थिएन म कुन काउन्टरमा पर्छु भनेर। म चाहिँ काउन्टर नम्बर 7मा परेको थिएँ इन्डियन भिओकोमा। अनि मलाई थाहा थिएन कि म त्यहाँ पर्छु भनेर किनकि लाइन सर्दै जाँदा जो जहाँ पर्छ त्यतै टाइपको थियो। अनि मेरो चाहिँ एक्सपिरियन्स अब इन्टरभ्यू हुँदाखेरि चाहिँ कस्तो रह्यो भन्दाखेरि म चाहिँ गएँ, मैले ग्रिट गरेँ नमस्ते अफिसर भनेर अनि उहाँले चाहिँ वाट इज यर नेम म्याम भन्नुभयो अनि मैले चाहिँ मेरो नाम चाहिँ मिङमा डोल्मा दोङ तामाङ हो, यु क्यान कल मी मिङमा भने। अनि उहाँले चाहिँ मेरो ट्रान्सक्रिप्ट हेर्नुभयो अनि मेरो चाहिँ ट्रान्सक्रिप्टमा चाहिँ लाइक ओभरअल सबै A+, थियो अनि उहाँले त्यो नोटिस गर्नुभयो अनि तिम्रो त सबैमा यति राम्रो छ A+ छ अनि तिमी किन लाइक कम्प्युटर साइन्स पनि चुज गर्न सक्थ्यौ, तिमीले किन अकाउन्टिङ चुज गर्यो भन्नुभयो। अनि मैले चाहिँ सिन्स मैले चाहिँ लाइक धेरै पनि एन्सर पनि भनेन, मैले चाहिँ मलाई चाहिँ कोअपरेटिभ सेक्टर डेभलप गर्ने मन छ नेपालमा सिन्स दे आर फेसिङ अ लट अफ च्यालेन्जेस पनि भने। अनि पछि मैले चाहिँ मलाई चाहिँ सफ्टवेयर युज गर्ने मन छ रादर देन मलाई क्रिएट गर्नु छैन भने। अनि मैले एन्सर भनि नै राख्नु भएको थियो, उहाँले सुनि नै राख्नु भएको थियो। अनि म एकछिन नर्भस भन्दा पनि एन्सर दिइसकेपछि म एकछिन स्टप पनि भएँ अनि एकछिनको लागि बसेँ पनि अनि मैले फेरि किप कन्टिन्यू गरेँ सरी अफिसर भनेर। अनि उहाँले त्यति भन्ने बित्तिकै चाहिँ उहाँले ग्रिन स्लिप मेरो हातमा दिनुभयो अनि कङ्ग्रेचुलेसन गर्ल त्यस्तै भन्नुभएको थियो। मैले चाहिँ पिआरएस ग्लोबल कन्सल्टेन्सीबाट चाहिँ इन्टरभ्यूहरू प्रिपेरेसन गरेको थिएँ अनि मेरो एप्लिकेसन प्रोसेसहरूदेखि सबै गाइडेन्सहरू चाहिँ मैले यतैबाट गरेको थिएँ। म चाहिँ के भन्छु भने भिजा लिनु छ भने पिआरएस चाहिँ आउनु भन्छु सबैजनालाई अनि बेस्ट अफ लक। अनि म चाहिँ स्टुडेन्टहरूलाई के भन्न चाहन्छु भने कन्फिडेन्स नै लाइक मेन हो भन्छु म चाहिँ इन्टरभ्यूको टाइममा किनकि मलाई एउटा मात्रै क्वेसन सोधे पनि आई वाज भेरी कन्फिडेन्ट अनि मेरो एन्सर पनि एकदमै लाइक जेनरलवाला थिएन, मेरो अलिकति एक्स्ट्रा पनि थियो। अनि म चाहिँ के भन्छु भने जेनरलवाला एन्सर नदिनु, अलिकति आफ्नो होइन कोर्स रिलेटेड अलिक मजाले रिसर्च गर्नु अनि तपाईँलाई लाइक राम्रो एम चुज गर्नु अनि करियर गोल राम्रो भन्नु अनि त्यही भन्छु। त्यही नर्भस नहुनु, फर्स्ट इम्प्रेसनै लास्ट इम्प्रेसन हुन्छ भन्छु म चाहिँ। अब हजुरहरूलाई चाहिँ आफ्नो युएसएको भिजा ग्रान्टेड गराउनु छ भने चाहिँ पिआरएस नै आउनु होला मेरो सजेसनमा चाहिँ। सो हेलो एभ्रिवान अनि मेरो नाम चाहिँ इसा राई हो अनि मेरो चाहिँ हिजो भर्खरै युएसको भिजा ग्रान्टेड भएको अनि मेरो चाहिँ 3.1 जिपिए थियो। डोलिङ्गोमा चाहिँ मैले चाहिँ डोलिङ्गो गरेको थिएँ अनि डोलिङ्गोमा चाहिँ 125 आएको थियो एन्ड मैले एसएटी पनि गरेको थिएँ अनि एसएटीमा चाहिँ 1310 आएको थियो। सो टकिङ अबाउट माई एक्सपिरियन्स म चाहिँ 7:30 एमबेसीमा पुगेको थिएँ एन्ड त्यो पछि भित्र छिर्दै इन्टरभ्यूसम्म पुग्दा चाहिँ 10:30 भएको थियो एन्ड मेरो चाहिँ इन्डियन भ्यू गरेको थियो। उनले चाहिँ मलाई फर्स्टमा डोलिङ्गो स्कोर सोध्नुभयो, त्यो पछि वाइ लो जिपिए भनेर सोध्नुभयो अनि मैले चाहिँ त्यही अनुसार एन्सर दिएँ। त्यो पछि मैले एसएटी गरेको थिएँ, उनले एसएटी स्कोर सोध्नुभयो, देन फिजिक्स रिलेटेड क्वेसन अनि बायोलोजी रिलेटेड क्वेसन, त्यो पछि स्पोन्सर सोध्नुभयो। सो पिआरएसमा चाहिँ म अराउन्ड प्रकाश सरसँग चाहिँ 1 वर्ष नै भयो होला भेट भएको अनि त्यही अनुसार म पिआरएसमा जोइन भएको थिएँ। अनि पिआरएसमा चाहिँ सरहरूले एकदमै राम्ररी इन्टरभ्यू क्लासेस दिनुभयो अनि एप्लिकेसन प्रोसेसदेखि लिएर भिजासम्मको प्रोसेसमा चाहिँ सरहरूले एकदमै राम्ररी हेल्प गरिदिनु भयो एन्ड दे आर भेरी सपोर्टिभ। अब हजुरहरूलाई चाहिँ आफ्नो युएसएको भिजा ग्रान्टेड गराउनु छ भने चाहिँ पिआरएस नै आउनु होला मेरो सजेसनमा चाहिँ। सो अहिले चाहिँ रिसेन्टली इन्टरभ्यू क्लासेसहरू पनि स्टार्ट भइसकेको छ। सो यो अपर्च्युनिटी ग्राब गरेर हजुरहरू पनि आफ्नो भिजा सक्सेस गराउन आउनु होला। भिजा लिनु छ भने पिआरएस चाहिँ आऊ भन्छु म त।
हाई एभ्रिवान, आज चाहिँ मेरो युएसको भिजा ग्रान्ट भएको छ। ओके, सो मेरो नाम चाहिँ प्रणिता चौधगाई हो अनि आज चाहिँ मेरो इन्टरभ्यू अराउन्ड 9:30 AM थियो अनि मेरो युनिभर्सिटी चाहिँ टेक्सास स्टेट युनिभर्सिटी थियो। मैले 4000 मेरिट स्कलरसिप पाएको थिएँ अनि त्यसमा 10,000को ट्युसन वेभर पनि पाएको थिएँ अनि त्यसपछि मेरो ओभरअल कस्ट अफ अटेन्डेन्स चाहिँ 26,400 हो। सो टकिङ अबाउट माई भिजा एक्सपिरियन्स, सो मेरो चाहिँ काउन्टर नम्बर 8मा परेको थियो। सी वाज अ लेडी भिजा अफिसर अनि त्यसपछि मलाई उहाँ आफैले गुड मर्निङ हाउ आर यु भनेर भन्नुभयो अनि मैले गुड मर्निङ अफिसर आइ एम गुड हाउ अबाउट यु भनेर सोधेँ अनि त्यसपछि डकुमेन्ट्स पास गर भन्नुभयो अनि डकुमेन्ट्स दिएँ अनि त्यसपछि सी स एट माई I-20 अनि I-20 हेरेपछि हो तिमीले त अकाउन्टिङ पढ्न जान लाग्दो रहेछौ अनि त्यसपछि वाइ दिस कोर्स भनेर भन्नुभयो अनि आई आन्सर्ड अकर्डिङली अनि त्यसपछि ओके सो वाट विल यु डु आफ्टर यु ग्रेजुएट भनेर पनि सोध्नुभयो मलाई अनि त्यसपछि आफ्टर ग्रेजुएटिङ आई विल बी वर्किङ एट माई फादर्स कम्पनी भनेर यस्तो यस्तो भनेर आन्सर सो वाट इज यु फादर डु भनेर पनि सोध्नुभयो अनि त्यसपछि मेरो फादरको प्रोफाइल एक्सप्लेन गरेँ। त्यो एक्सप्लेन गरेपछि चाहिँ अनि देयर वाज अ कम्प्लिट साइलेन्स के सी स्टार्टेड टाइपिङ कम्प्युटरमा अनि मलाई चाहिँ हल्का नर्भस फिल भयो अनि मेरो चाहिँ पास्ट युएस ट्राभल हिस्ट्री छ, म युएस गएर आएको थिएँ सो मैले त्यो मलाई सोध्नु भएको थिएन अनि सो मैले आफै भनिदिएँ आई हेभ बिन टु युएस बिफोर भनेर यताउता भनेँ अनि त्यसपछि ओके भनेर भन्नुभयो अनि त्यसपछि अगेन सी स्टार्टेड टाइपिङ थिएँ अनि त्यसपछि मलाई कस्तो नर्भस फिल भइरहेको थियो तर अनि मैले इन्टर्नसिपहरू पनि एनजिओहरूमा गरेको थिएँ सो मैले त्यो पनि थप्दै आफै भनेँ अनि त्यसपछि अनि हाँसेर इम्प्रेस्ड फेस बनाउनु भयो क्या मैले आफै इन्फर्मेसन दिइरहेको थिएँ नि त। आई थिङ्क आई डिड गुड बाई सेइङ द्याट किनकि उहाँलाई एउटा राम्रो इम्प्रेसन पर्यो अनि त्यसपछि टाइप गर्नुभयो अनि सी गिभ मी माई ग्रिन स्लिप। ओके सो टकिङ अबाउट मेरो पिआरएचको जर्नी, म पिआरएचसँग इन्भल्भ भएको चाहिँ अलमोस्ट 1 year नै भइसक्यो अनि त्यसपछि यहाँको सरहरू एकदमै राम्रो हुन्छ। सरहरू भन्दा पनि म त दाइ नै भन्न चाहन्छु बिकज दे ट्रिट यु लाइक अ फ्यामिली के बहिनी जसरी यस्तो गर यस्तो नगर यस्तो यस्तो भन्नुपर्छ अनि प्रोसेसिङमा त अलमोस्ट सबै नै मेरो सरले गरिदिनु भएको हो। मैले त्यस्तो धेरै गर्नुपर्ने केही पनि निड नै थिएन बिकज दे टुक केयर अफ एभ्रिथिङ अनि त्यसपछि लाइक हुन्छ नि भिजा लिनु छ भने पिआरएच चाहिँ आऊ भन्छु म त बिकज पिआरएचमा लाइक जुन जुन लाइक हेल्प चाहिन्छ त्यो सबै यु विल गेट। तपाईँलाई सर्भिस कसरी दिने यस्तो कसरी गर्ने इन्टरभ्यूमा यस्तो यस्तो हुन्छ भनेर सब कति क्लियरली बुझाइदिनुहुन्छ अनि मक इन्टरभ्यूहरू पनि लिटरली भिजा अफिसरको लिएको भिजा अफिसरले लिएको जसरी नै लिनुहुन्छ। सो मलाई चाहिँ भिजा ग्रान्ट हुनमा पिआरएचको चाहिँ एकदमै ठुलो हात छ जस्तो लाग्छ। सो मेरो र अरू स्टुडेन्ट्समा मैले त्यहाँ एम्बेसीमा के डिफ्रेन्स देखेँ भन्दाखेरि आदि स्टुडेन्ट्सहरूलाई लाइक उनीहरूको डकुमेन्टेसनको बारेमा पनि राम्रै थाहा थिएन लाइक हुन्छ नि सर्भिस पहिला यस्तो गर्ने भनेर अनि अब मलाई चाहिँ कन्सल्टेन्सीबाट सबै यस्तो यस्तो गर्नुपर्छ यस्तो यस्तो हुन्छ यो स्टेप्स फर्स्ट हो सेकेन्ड स्टेपमा यस्तो हुन्छ भनेर सबै बुझाएर पठाउनु भएको थियो सरहरूले। त्यही भएर मलाई चाहिँ त्यहाँ गएर पनि अलिकति बढी सजिलो पनि भएको थियो अनि आन्सरहरू चाहिँ अरूको आन्सरहरू मैले सुन्दाखेरि चाहिँ एकदमै रेपिटेटिभ आन्सरहरू अनि हुन्छ नि लाइक पढेर आएको आन्सरहरू जस्तो देखेको थियो जुन चाहिँ मलाई कन्सल्टेन्सीबाट नै त्यस्तो चाहिँ नभन है तिमीले प्रिपेयर गरे पनि त्यहाँ गएपछि चाहिँ राम्ररी जेनरली क्याजुअल वेमा भन्न भन्नुभएको थियो अनि मैले एकदमै क्याजुअल वेमा हाँसेर आन्सरहरू दिएको थिएँ। सो आई थिङ्क त्यसले पनि भिजा अफिसरलाई एउटा इम्प्रेसन परेको थियो। I would like to thank PIH Global Consultancy for helping me throughout my visa process. If you want to grant your visa, visit PRS Global Consultancy. हाई एभ्रिवान, मेरो नाम चाहिँ शशाङ्क मणि प्रधान र आज चाहिँ मैले युएस भिजा ग्रान्ट गरेको छु र मेरो जिपिए चाहिँ 3.54 थियो र मैले आइएल्समा चाहिँ 6.5 ल्याएको थिएँ र मैले चाहिँ टेक्सास स्टेट युनिभर्सिटीमा अप्लाई गरेको र मेरो कस्ट अफ एटेन्डेन्स चाहिँ 26,400 आयो। त्यसमा चाहिँ मैले मेरिट बेस्ड स्कलरसिप 4,000 अनि इन स्टेट ट्युसन वेभियर 10,000 पाएको थिएँ र म चाहिँ ब्याचलर्स इन बिजनेस एडमिनिस्ट्रेसन मेजर इन अकाउन्टिङमा पढ्न जान लागेको। आज चाहिँ मेरो इन्टरभ्यू 1:30 बजे थियो र म 11:30 बजे नै एमबेसी पुगिसकेको थिएँ र एमबेसीमा जाँदाखेरि 12 बजे हामीलाई इन्ट्री गर्न दिएको थियो एमबेसीमा अनि त्यहाँ गएपछि बायोमेट्रिक्सहरू भएपछि मेरो इन्टरभ्यू भयो अनि इन्टरभ्यूको ड्युरेसनमा चाहिँ मलाई एकदमै डर लागिरहेको थियो र मेरोभन्दा अगाडि अलमोस्ट 25 to 30 जनाको भिजा रिजेक्ट भइरहेको थियो अनि त्यसपछि मेरो टर्न आउँदा चाहिँ मैले फर्स्टमा ग्रिट गरेँ अनि मलाई डकुमेन्ट्स पास गरेँ मैले अनि डकुमेन्ट्स पास गरेपछि मलाई फर्स्टमा अकाउन्टिङको बारेमा सोध्नुभयो विच कोर्स आर यु गोइङ फर भने मैले अकाउन्टिङ भने अनि त्यसपछि मलाई
के सोध्नु मलाई ग्यापको बारेमा सोध्नुभयो, यो 6 महिना ग्यापमा के गर्यो भनेर सोध्नुभयो। मैले ग्यापको बारेमा एक्सप्लेन गरेँ। अनि त्यसपछि मलाई कोर्सको बारेमा सोध्नुभयो। अनि कोर्सपछि मलाई मेरो बाबाले के गर्नुहुन्छ भनेर सोध्यो। अनि सोधेपछि मेरो 15 सेकेन्ड जतिको कम्युनिकेसन ग्याप भयो। अनि मैले आफै पहिला अस्ट्रेलिया गएर आइसकेको हो भने। अनि त्यसपछि मलाई ग्रिन स्लिप दियो। र मेरो एक्सपिरियन्स चाहिँ पिआरएच ग्लोबलमा एकदमै राम्रो भयो। र मेरो युएसएको डकुमेन्टेसनमा केही पनि इस्यु आएन। र इन्टरभ्यू प्रिपरेसनको लागि पनि म 1 महिना अगाडिदेखि नै यहाँ बिहानदेखि बेलुकासम्म प्रिपेयर गर्न आइरहेको हुन्थेँ। अनि त्यसपछि यहाँ एकदमै दाइहरूले हेल्प पनि गर्नुभयो मलाई। अनि इफ यु वान्ट टु ग्रान्ट योर भिजा भिजिट पिआरएच ग्लोबल कन्सल्टेन्सी। तपाईँहरूलाई चाहिँ भिजा चाँडो अक्वायर गर्नु छ भने लाइक स्मुथसँग लाइक फ्लो भएर चाहिँ प्रोसेस गर्नु छ भने चाहिँ पिआरएच ग्लोबल आउनु होला। हाई, आइ एम स्नेहा बेगा एन्ड आई रिसेन्टली गट माई युके भिजा फर एमबिए ग्लोबल कोर्स इन युनिभर्सिटी अफ ग्रिनविच। अनि मैले चाहिँ पिआरएच ग्लोबलबाट चाहिँ अप्लाई गरेको थिएँ। अनि मेरो चाहिँ युनिभर्सिटी अफ ग्रिनविचबाट चाहिँ इन्टरभ्यू भएको थियो। अनि इन्टरभ्यू भइसकेपछि चाहिँ कास्ट लेटर आयो। अनि बायोमेट्रिक गरेको चाहिँ 5 डेजमा चाहिँ युकेको भिजा आएको थियो। अनि मेरो पिआरएचको जर्नी चाहिँ अहिलेसम्म चाहिँ लाइक भिजा लाइक डकुमेन्टेसन फर्स्ट अप्लाई गरेदेखि डकुमेन्टेसन अनि त्यसरी भिजा आएको समयसम्म चाहिँ एकदम स्मुथ थियो अनि फ्लेक्सिबल। अनि मलाई चाहिँ डकुमेन्टेसनहरूदेखि लिएर अनि त्यसरी गाइडहरू हुन्छ नि के गर्नुपर्ने अनि कसरी लाइक हरेक स्टेप्सहरूमा चाहिँ गाइड गर्नुभएको थियो। अनि यहाँसम्म आउनुको जर्नी चाहिँ एकदम फ्लेक्सिबल स्मुथ थियो। सो अब नयाँ स्टुडेन्ट्सहरूलाई चाहिँ तपाईँहरूलाई चाहिँ भिजा चाँडो अक्वायर गर्नु छ भने लाइक स्मुथसँग लाइक फ्लो भएर चाहिँ प्रोसेस गर्नु छ भने चाहिँ पिआरएच ग्लोबल आउनु होला। अनि आई रेकमेन्ड एभ्री वान टु भिजिट पिआरएच ग्लोबल। एकचोटि भए पनि आउनु होला। ग्रिटिङ्स टु अल, मेरो नाम दिकेश आचार्य हो। मैले चाहिँ रिसेन्टली युएस एम्बेसीबाट भिजा ग्रान्ट भइसकेको छु फर वेस्टर्न युनिभर्सिटी फर मास्टर इन साइबर सिक्युरिटी विथ एआई with GPA 3.98 CGPA, and I have done IELTS and got a score of 6. Now talking about my visa experience, म चाहिँ त्यो दिन एज युजल टाइमभन्दा 1 आवर अर्ली नै गएको थिएँ। अलिकति अगाडि जाँदाखेरि कन्फिडेन्स पनि क्वाइट हाई नै हुन्छ। त्यस पछाडि टाइम पनि पालैमा आयो। त्यस पछाडि बिओ इन्डियन बिओ पर्नुभएको थियो। अनि देन क्वेसनहरू सबै फ्लोमै गयो, त्यस्तो बिचमा इन्टरप्टहरू पनि भएन। सो आई गट माई भिजा इजिली नै, त्यस्तो धेरै कुनै डिफिकल्टिजहरू आएन क्वेसन एन्सर गर्दाखेरि पनि। अब टकिङ अबाउट द पिआरएच कन्सल्टेन्सी, हामीले चाहिँ यहाँनिर लगभग 3-4 मन्थ्सदेखि नै क्वाइट रिसर्चहरू धेरै गरिसकेका थियौँ। त्यही भएर एन्सरहरू याद गर्नुभन्दा पनि त्यो रिसर्चबाटै थाहा भइसकेको थियो कि आफ्नो बारेमा के गरिरहेको छु कसो गरिरहेको छु। त्यही भएर वेल प्रिपेयर्ड भन्दा पनि रिसर्च वाइज चाहिँ सबै क्वेसनको एन्सरहरू चाहिँ माइन्डमा बसिसकेको थियो। त्यही भएर त्यति धेरै प्रिपेयर्ड स्क्रिप्टेड एन्सर भन्नु परेन। त्यही भएर यही रिजनले होला कारण मेरो भिजा पनि लाग्यो। फाइनल्ली आई वान्ट टु थ्याङ्क पिआरएच ग्लोबल कन्सल्टेन्सी। अनि यदि भिजै चाहनुहुन्छ एउटा राम्रो तरिकाले सेल्फ एप्लाई गर्ने तरिकाले गर्न चाहनुहुन्छ भने चाहिँ पिआरएच ग्लोबल कन्सल्टेन्सी क्यान बी अ गुड चोइस फर। फाइनली मेरो साउथ कोरियाको भिजा ग्रान्ट भएको छ। आनियासियो, मेरो नाम तपेन्द्र बहादुर साई। एकाडेमीको कुरा गर्नुपर्दा त्यो बेला मेरो 3.41 जिपी आएको थियो र म 2023 पास आउट हो। त्यसै गरी आइएल्सको कुरा गर्नुपर्दा ओभरअल 6.5 ब्यान्ड स्कोर आएको थियो। र मेरो पिआरएचमा हुँदाको एक्सपिरियन्सको कुरा गर्ने हो भने एकदमै राम्रो नै थियो। डकुमेन्टेसनदेखि लिएर प्रोसेससम्म दाइहरूले एकदमै मजाले हेल्प गरिदिनु भयो। र अन्त्यमा म के भन्न चाहन्छु भने भिजाको खोजीमा हुनुहुन्छ भने पिआरएच आउनु। फाइनली मेरो साउथ कोरियाको भिसा ग्रान्ट भएको छ। नमस्ते, मेरो नाम प्रहलाद भण्डारी अनि म चाहिँ 2022 पास आउट। मेरो जिपिएको कुरा गर्नुपर्दा चाहिँ जिपिएमा चाहिँ मेरो 3.21 आएको छ। अनि आइएल्सको कुरा गर्नुपर्दा आइएल्समा मेरो 6.5 नट लेस देन 5.5 आएको छ। मेरो पिआरएचको जर्नीमा चाहिँ मेरो दाइहरूले मलाई धेरै हेल्प गर्नुभयो। मेरो डकुमेन्टेसनमा पनि मलाई चाहिने डकुमेन्टहरू के बनाउनुपर्छ भनेर सबमा मलाई काउन्सिलिङ गर्नुभयो। तपाईँलाई यदि भिसा ग्रान्ट गर्नु छ भने पिआरएच ग्लोबल कन्सल्टेन्सी भिजिट गर्नु होला। अगर कसैलाई पनि कुनै पनि स्टुडेन्ट जो कोही चाहिँ कन्फ्युजनमा हुनुहुन्छ कि अब के गर्ने के गर्दा ठिक हुन्छ भनेर, जसलाई चाहिँ बाहिर फरेन ल्यान्डको कुनै नलेज छैन भने त्यो उहाँहरूले चाहिँ यो कन्सल्टेन्सीमा भिजिट गरेर कुनै उपाय पाउन सक्नुहुन्छ। सो आई रेकमेन्ड इट। Hello, my name is Sangeeta Thapa Magar. I recently got my UK visa for this January 2026 intake, and I'm going to study in University of Derby
which is in Central England. The course I have applied is Master in Research in Leadership and Management. It is going to be a 1 year course. सो अब भिजा एक्सपिरियन्सको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ मैले चाहिँ रिसेन्टली 2024मा चाहिँ मास्टर्स कम्प्लिट गरेको थिएँ अनि त्यसपछि फर्दर के गर्ने भनेर म कन्फ्युजनमा बसिरहेको थिएँ अब म केमा चाहिँ बाहिर जान पाइन्छ मेरो प्लानिङ त अब पिएचडी गर्ने प्लानिङ थियो तर त्यो हिसाबले चाहिँ म प्रिपेयर्ड थिइनँ किनकि नेसनल हाम्रो नेपालको एजुकेसनको तरिकाले गर्दाखेरि म चाहिँ प्रिपेयर्ड नभएको हिसाबले अब मैले केही फर्दर अझ मेरो एजुकेसनमा बिल्डअप गर्दै जानु पर्दाखेरि रिसर्च भन्ने अप्सन पनि छ है भनेर मलाई पिआरएच कन्सल्टेन्सीले रेकमेन्ड गरेपछि मैले थाहा पाएँ र त्यसमै म ठिक छ अघि बढ्छु भन्दै अघि चाल्दै गएँ र अब पिआरएचएसले चाहिँ सबै पिआरएचले मेरो सबै भिजा एप्लिकेसन प्रोसेसदेखि लिएर आइएल्स प्रिपरेसन र फाइनली भिजा लजिकसम्म जुन प्रोसेसमा इजी स्मुथली काम गर्नुभयो त्यो चाहिँ एकदम एप्रिसिएट गर्न योग्य छ र फर्दर कसैलाई पनि कुनै पनि स्टुडेन्ट जो कोही चाहिँ कन्फ्युजनमा हुनुहुन्छ कि अब के गर्ने के गर्दा ठिक हुन्छ भनेर जसलाई चाहिँ बाहिर फरेन ल्यान्डको कुनै नलेज छैन भने त्यो उहाँहरूले चाहिँ यो कन्सल्टेन्सीमा भिजिट गरेर कुनै उपाय पाउन सक्नुहुन्छ सो आई रेकमेन्ड इट एन्ड मेरो आइएल्समा चाहिँ ओभरअलमा मैले 6.5 ल्याएको छु जुन ब्यान्ड जुन चाहिँ इनफै थियो मलाई युकेको लागि र त्यो नभए पनि मैले सायद अप्लाई गर्न मिल्थ्यो तर त्यसले चाहिँ प्लस पोइन्ट भएको थियो त्यसैले आइएल्स पनि चाहिन्छ र आइएल्समा राम्रो स्कोर ल्याउँदाखेरि अझ हाम्रो प्लस पोइन्ट हुन्छ एप्लिकेसनमा भन्ने चाहिँ म क्लियर गर्न चाहन्छु फाइनली मेरो युकेको भिजा लाग्यो विदाउट एनी इन्टरभ्यू And my name is Elisa Patel. I have completed my 3 years bachelor's degree in social science. My total percentage is 58.43 and I have got my 59 overall LPT. And now I'm going to Leeds Beckett University for MSc Management. Visa experience को कुरा गर्दा विदाउट इन्टरभ्यू चाहिँ मेरो भिजा आएको अनि बायोमेट्रिक गरेको 2 दिनमा चाहिँ मेरो भिजा ग्रान्ट भएको पिआरएच कन्सल्टेन्सीको चाहिँ कुरा गर्दा धेरै डकुमेन्टेसनहरू इजी भएको थियो अनि एभ्री कुरामा हेल्प गर्नुभएको थियो त्यसैले तपाईँहरू पनि युके जान चाहनुहुन्छ भने पिआरएच ग्लोबल कन्सल्टेन्सी आउनु होला थ्याङ्क यू So visa success signs भने please visit PRH Global. Hello everyone, मेरो UK को भिजा चाहिँ फाइनली ग्रान्टेड भइसक्यो my name is Sunitani Rola अनि म चाहिँ मास्टर्स को लागि UK मा अप्लाई गरिरहेको थिएँ फर मेरो एमआरएस को लागि अनि युनिभर्सिटी अफ वुलभरह्याम्पटनमा चाहिँ मैले अप्लाई गरेको थिएँ अनि फाइनली मेरो भिजा आइसकेको छ मेरो एकाडेमिक ब्याकग्राउन्डको कुरा गर्नु पर्दाखेरि चाहिँ आइएल्समा मेरो 7 आएको थियो एन्ड मेरो ब्याचलर्समा पनि अराउन्ड 70% जस्तो आएको थियो मेरो चाहिँ बिएसडब्ल्यू ब्याकग्राउन्डको सोसल वर्क अनि भिजा प्रोसेसिङको सबैको कुरा गर्नु पर्दाखेरि चाहिँ इट वेन्ट प्रिटी स्मुथली पिआरएसले मलाई फुल्ली गाइड पनि गर्नु भएको थियो यो एप्लिकेसन सबै गर्दाखेरि अनि इन्टरभ्यूहरू पनि भएको थियो मेरो कलेजमा सो मेरो इन्टरभ्यूको कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले चाहिँ अनलाइनको थ्रुबाट इन्टरभ्यू दिनु परेको थियो डिफ्रेन्ट बन्च अफ अराउन्ड 16 वटा क्वेसन्सहरू थियो जसमा चाहिँ हामीले युकेको बारेमा मेरो कोर्सको बारेमा एन्ड देन मेरो एकाडेमिक ब्याकग्राउन्डहरूको बारेमा हामीले मजाले इलाबोरेसन गरेर भन्नु परेको थियो एन्ड त्यसमा पनि मेरो पास भयो त्यसपछि कास्ट लेटरहरू आयो अनि त्यसपछि मेरो बायोमेट्रिक गरेको जम्मा 2 दिनभित्रमा मेरो भिजा आइसकेको छ सो सबै एक्सपिरियन्स भन्नु पर्दाखेरि चाहिँ इट वाज भेरी स्मुथ एन्ड finally got my visa and I'm so excited. If तपाईहरुलाई पनि युके अथवा अरु कन्ट्रीजहरु जस्तै अस्ट्रेलिया क्यानाडा जता पनि तपाईहरु पढ्नको लागि बाहिर अप्लाई गर्न सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले पिआरएस मा टेक्स्ट गरेर बुझ्दा नि हुन्छ अनलाइनको थ्रुबाट अथवा यही अफिसमा आएर बुझ्दा पनि हुन्छ उहाँहरुले एकदमै मजाले गाइड गरिदिनुहुन्छ अनि सो भिजा सक्सेस चाहिन्छ भने प्लिज भिजिट PRH Global. You should join PRH Global Consultancy to grant your visa. वेलकम ब्याक हाम्रो पिआरएस ग्लोबल कन्सल्टेन्सीबाट एउटा नयाँ भिसा ग्रान्टेड भएको छ उहाँको नाम चाहिँ सुरज साउद सुरज तिम्रो जेनरल इन्फर्मेसन दिदेऊ मेरो चाहिँ नाम सुरज साउद नै हो
अनि त्यसपछि म चाहिँ अछामदेखि हो। अनि त्यसपछि मैले चाहिँ जेबी इन्टरनेसनल कलेजदेखि पास आउट भएको रिसेन्टली +2। जिपिए कति थियो तिम्रो? अनि मेरो चाहिँ 3.50 थियो। अनि इपिटीहरू केही गरेको थियो तिमीले? मैले जुलिङको गरेको थिएँ अनि त्यसमा चाहिँ 105 आएको थियो। ए राम्रै रहेछ स्कोर चाहिँ। हजुर। अनि त्यो पछि चाहिँ तिमीले एप्लिकेसन चाहिँ के गर्यो त्यो युनिभर्सिटीहरूको फाइन्ड गर्न? मैले पिआरएस ग्लोबल कन्सल्टेन्सी आएँ। अनि त्यसपछि दाइहरूको सल्लाह सुझाव अनुसार युनिभर्सिटीहरू चुज गर्न थालेँ। अनि त्यसपछि मैले चाहिँ नर्थ वेस्ट मिजोरी स्टेट युनिभर्सिटीमा एप्लाई गरेँ। त्यसपछि चाहिँ I-20 आइसकेपछि अरू प्रोसेस त्यही नै हो। अनि तिम्रो सिओए चाहिँ कति आएको थियो नर्थ वेस्टको? मेरो चाहिँ सिओए 23,941 आएको थियो। स्कलरसिप चाहिँ थियो? हजुर थियो। स्कलरसिप चाहिँ 9,332 थियो। के को बेसमा तिमीले स्कलरसिप पाएको थियो? त्यो चाहिँ मेरो एकाडेमिक र अनि त्यसपछि त्यो नर्थ वेस्ट मेजोरी स्टेट युनिभर्सिटीले प्रोभाइड गर्ने स्कलरसिप नै थियो। अनि तिम्रो इन्टरभ्यू चाहिँ कति बजी थियो बिहान? मेरो बिहान चाहिँ 9:30 थियो इन्टरभ्यू चाहिँ। तर म बिहानै 7:30 बजीतिर त्यहाँ पुगेको थिएँ। त्यहाँ पुग्ने बित्तिकै म लाइनमा यति धेरै थियो, B1 B2 पनि थियो। अनि त्यसपछि मेरो इन्टरभ्यूको पालो चाहिँ लगभग 10:20 आएको थियो होला। अनि त्यसपछि त्यही नै हो। तिम्रो काउन्टर नम्बर र भिजा इन्टरभ्यू चाहिँ कुन हुनुहुन्थ्यो? काउन्टर नम्बर चाहिँ 8 थियो। अनि त्यसपछि लाइक चस्मा लाउनु भएको थियो इन्टरभ्यूहरूले। अनि त्यसपछि अलिअलि ब्ल्याक हुनुहुन्थ्यो। अनि तिम्रो क्वेसनहरू चाहिँ कसरी एरेन्ज भयो? फर्स्ट अफ अल मैले चाहिँ ग्रिटिङ गरेँ, नमस्कार एन्ड गुड मर्निङ अफिसर भनेर। अनि त्यसपछि चाहिँ उहाँले पनि रिप्लाई दिनुभयो। अनि त्यसपछि चाहिँ उहाँले नै सोध्नुभयो कि हाउ आर यु डुइङ भनेर। अनि त्यसपछि मैले चाहिँ आइ एम फाइन अफिसर भने। अनि त्यसपछि उहाँले सोध्नुभयो कि तिम्रो मेजर चाहिँ के हो भनेर। अनि मैले चाहिँ मेरो मेजर अकाउन्टिङ हो भने। अनि त्यसपछि चाहिँ मार्कसिट हेर्नुभयो डाइरेक्ट पल्टाएर। अनि उहाँले चाहिँ मेरो मार्कसिटमा इको र अकाउन्टमा दुइटैमा A+ देख्नुभयो। अनि त्यो देखिसकेपछि उहाँले सोध्नुभयो कि तिमीले अकाउन्टिङ किन लगेको, इकोनोमिक्स किन नलगाए भनेर। अनि मैले त्यस्तै एन्सर दिएँ अकाउन्टिङको बारेमा, नर्थ वेस्ट मेजोरी स्टेट युनिभर्सिटीले प्रोभाइड गरेको। अनि त्यसपछि मैले ब्याक टु माई +2 लेभलमा के पढाएको थिएँ त्यो भने। अनि त्यस GEAPको बारेमा नि भने। त्यसपछि चाहिँ मलाई हाउ यु म्यानेज योर फाइनेन्स भनेर सोध्नुभयो। अनि त्यसपछि मैले मेरो बाबा मम्मी यो गर्नुहुन्छ अनि मेरो एडिसनली पसल नि छ भने। अनि त्यसपछि उहाँले चाहिँ के क्वेसन सोध्नुभयो भनेपछि तिम्रो बाबा मम्मी काम गर्नुहुन्छ भने पसल चाहिँ कसले हेर्छ भन्नुभयो। अनि मैले चाहिँ रिलेटिभ्स अनि कजनहरू गर्छन् भने। अनि त्यसले डाइरेक्ट भिजा ग्रान्ट गर्नुभयो। तिम्रो इन्टरभ्यू चाहिँ कति ड्युरेसनको भयो भन्दा हुन्छ? लगभग धेरै भएन, जस्ट 1 मिनट 1.5। जस्ट सानै भयो तिम्रो इन्टरभ्यू? थोरै भयो। अरूको त धेरै सोधिराख्नु भएको थियो। अनि मेरोभन्दा अगाडि एउटा स्टुडेन्टको अनि एउटा B1 B2 नि रिजेक्ट गर्नुभएको थियो। बट मेरो चाहिँ दिनुभयो। भिजा रेट चाहिँ कस्तो थियो जस्तो लाग्छ तिमीलाई त्यहाँ? म बिहानभरि त्यत्रो बसेँ नि त, त्यत्रो ड्युरेसनमा। मैले देखेको स्टुडेन्टहरूलाई लगभग म मिलाएर 4 या 5 जनामा पर्थ्यो ग्रिन स्लिप पाउने। अनि B1 B2 नि धेरैलाई दिएको थिएन। अनि थोरैलाई मात्रै दिएको थियो, जुन पर्टिकुलर रिजन हुन्छ नि तिनीहरूलाई मात्रै दिएको थियो। भनेपछि भिजा इन्टरभ्यू राम्रै गयो तिम्रो? हजुर राम्रै गयो। अनि इन्टरभ्यू भइसकेपछि के गर्यो तिमीले? मैले चाहिँ पहिल्यै फर्स्टमै सुरुमा लाइनमा बसेँ पहिला। एउटा पछाडि आमा बुवा हुनुहुन्थ्यो, उहाँले मतलब मद्दत गर्नुभएको थियो। अनि त्यसपछि त्यस्तै मैले नि उहाँहरूलाई मद्दत गरेको थिएँ। अनि आशीर्वाद दिनु होला है आमा भनेको थिएँ मैले। अनि त्यसपछि लास्टमा भिजा आइसकेपछि आमालाई देखेँ अनि धन्यवाद आमा भनेर डाइरेक्ट म आएको। के इन्फर्मेसन दिन चाहनुहुन्छ जो नयाँ इन्टरभ्यू दिन गइरहेका स्टुडेन्टहरू छन् तिनीहरूलाई? मैले इन्टरभ्यूमा गएको थिएँ नि त्यो टाइममा मैले के देखाएको थिएँ भनेपछि धेरै स्टुडेन्टहरू पेनिक भइरहेको थिएँ। मतलब रिमाइन्ड गरिरहेको थिएँ एन्सरहरू। म चाहिँ कस्तो थियो भनेपछि सबैसँग घुलमिल भएको थिएँ, बोलिरहेको थिएँ, हाँसिरहेको थिएँ। तर त्यो हेर्दाखेरि भित्र एन्सरहरू भन्ने बेला जो हुन्छ नि तिनीहरू लाइक रिमाइन्ड गरेको एन्सरहरू जो हुन्छ नि त्यो जेनरल एन्सरहरू लाइक तिमीले किन चुज गर्यो युनिभर्सिटी भन्दाखेरि तिनीहरूले चाहिँ जस्तो जनरल एन्सर गरिरहेको थिएँ यो युनिभर्सिटीमा यो अभाइलेबल छ यो छ भनेर। बट आई थिङ्क मतलब त्यो भन्दा पनि हाम्रो आफ्नो जेन्युन एन्सर जो बनाएको हुन्छ नि त्यो दिँदा राम्रो हुन्छ। जसबाट मैले चाहिँ दाइहरूबाट सिकेको पिआरएस ग्लोबल कन्सल्टेन्सीबाट।
अनि उहाँले मलाई गाइडेन्स गरे अनुसारले मैले चाहिँ एन्सरहरू बनाएँ अनि त्यसपछि दाईहरूले नि गाइडेन्स गर्नुभयो त्यही अनुसारले मेरो एन्सर हुँदाखेरि अलिकति जेन्युन देखियो त्यही कारणले मलाई लाग्छ मेरो भिजा चाहिँ त्यही कारणले आएको भनेर अनि त्यसपछि आउँदो स्टुडेन्टहरूलाई चाहिँ म के भन्छु भनेपछि you have to sure that you should join PRS Global Consultancy to grant your visa. हजुरको जर्नी चाहिँ कस्तो भइरहेछ पिआरएससँग? मेरो जर्नी चाहिँ मैले सुरुदेखि नै यहीँ गरेको PRS ग्लोबल कन्सल्टेन्सीदेखि मेरो स्टार्टिङदेखि अहिले इन्डिङ भने पनि भयो स्टार्टिङदेखि अहिलेसम्म चाहिँ म यहीँ छु अनि दाइहरूले मलाई राम्रो एजुकेसन मतलब जो हुन्छ नि क्वालिटी प्रोभाइड गर्नुभएको छ अनि धेरै हेल्पफुल पनि हुनुहुन्छ दाइहरू सबै घुलमिल हुने दिदी दाइ सबै त्यही भएर फिल लाइक अ फ्रेन्डली इन्भाइरोमेन्ट होमली छ होइन? हजुर हजुर अनि वेलकम टु युएस। थ्याङ्क यू।